स्तन क्यान्सरको रिस्क घटाउनलाई एक्सर्साइजको कतिको भूमिका हुन्छ भनेर सोध्नु भएको छ। एक्सर्साइजको अहिलेसम्म हाम्रो साइन्टिफिक डेटाहरूले पत्ता लगाएको अनुसार चाहिँ सबभन्दा इम्पोर्टेन्ट भनेको एक्सर्साइज नै छ। एक्सर्साइजले के गर्छ त भन्दाखेरि एक्सर्साइज गर्ने बित्तिकै सेल्सहरूको रिपेयरहरू, यसको ड्यामेज भएको सेल्सहरूलाई निष्क्रिय गरेर बाहिर निकाल्ने र यसलाई फेरि रिप्लेस गर्ने सेल्सहरू चाहिँ त्यति नै राम्रो हुन्छ भन्छौँ है। र अर्को कुरो भनेको के छ त भन्दाखेरि जति एक्सर्साइजहरू बढी गर्छौँ त्यति नै हामीले शरीरको बडी फ्याट्सहरूलाई बर्न गर्छौँ, त्यति नै सुगरहरूलाई बर्न गर्छौँ, त्यति नै इन्सुलिनहरूको आवश्यकताहरूलाई कम गर्छौँ, जसले गर्दाखेरि चाहिँ यो स्तन क्यान्सरहरू बन्नको लागि जुन यो फ्याटले गर्दाखेरि बढी हुने, इन्सुलिनको यसको असरले गर्दाखेरि क्यान्सरहरू बढी डेभलप हुने यो सम्भावनाहरूलाई घटाउन जान्छ, जसले गर्दाखेरि चाहिँ एक्सर्साइजले स्तन क्यान्सरको रिस्कलाई चाहिँ एकदमसँग घटाउन मद्दत गर्दछ। त्यति मात्र होइन, क्यान्सर भइसकेको दिदीबहिनीहरूले पनि जसले एक्सर्साइजहरू गर्नुहुन्छ त्यति नै उहाँलाई यो क्यान्सर फेरि फर्किने सम्भावनाहरू चाहिँ घट्न सक्छ। त्यसैले व्यायाम चाहिँ एकदमै इम्पोर्टेन्ट छ।